बाख्राको मर्डर हुनेवाला छ अरे बिचारा। हामीहरू चाहिँ गाडी नपाएर युटिलिटी। लु हाम्रो म्याडम दिल्लीको म्याडम चाहिँ। हेलो गुड मर्निङ एभ्रिवान। सो वेलकम छ फेरि पनि मेरो नयाँ भिडियोमा। तर अहिले भन्ने चाहिँ गुड मर्निङ होइन अरे, सो सरी। गुड आफ्टरनुन 1 बजिसकिसकेछ। ला कहाँ बाटो यहाँ अहिले भने चाहिँ म र मेरो दिदी पानी बनाउनु गएको, तर हामी यहाँ बाटोमा हराएको अवस्था। साँपहरू भेट्यो भने त रड्डी हुन्छ त हौ सिस्टर। साँपहरू भेटेको अवस्था। अन्त मेरो दिदी चाहिँ यहाँ भर्खर कपाल तानेर चाहिँ एकदमै पानी ए भर्खर कपाल तानेर चाहिँ मेरो दिदीले चाहिँ पानीहरू नछुनु हुने अवस्था। अन्त हामी चाहिँ पानी बनाउनु आएको छ होइन आएको हो, तर पानी कसरी बनाउनु पर्ने हो ल यसरी। सो हामी चाहिँ यहाँ पानी बनाउँदैछ। गेर न खुट्टाकै खाएको फेरि हो यस्तो छ। अब त्यो सबै ननिकाल्ने त्यो अहिले फेरि म त जान्दिनँ त बनाउनु त। ऊ सबै थिच्दो रहेछ नि त। ल ल के भन्दैछ आमा? ल म कहाँको ढुङ्गा? यो यहाँ नि काँडे बनाएन भने दादा सबै पत्ता कुचिँदो रहेछ अन्त। ल हामी चाहिँ पानी बनाइसक्यो। अब चाहिँ हामी जानुपर्ने हुन्छ घर, तर बाटो भने त्यस्तो खतरा छ। दिदी चाहिँ यहाँदेखि लड्यो भने डाइरेक्ट। सो अब चाहिँ यहाँनिर हाम्रो आमाले गाईलाई खोले दिइसक्नु भएछ हो। हामी चाहिँ भर्खर पानी बनाएर आइपुगेको नि त। सो अब चाहिँ खोले काट्नु पर्ने हुन्छ। आमा आगो बल्दैछ? साथीहरू अहिले भने चाहिँ म फाइनली फ्रेस भइसकिसकेको छु है, अघि जङ्गल गएर आएर। सो अब भने चाहिँ म रानीपुल जानुपर्ने हुन्छ नि त। सो त्यही भएर यहाँनिर चाहिँ भैया आएको रहेछ हाम्रो घरमा चाहिँ। किन भन्दाखेरि चाहिँ साथीहरू यो बाख्राको मर्डर हुन्छ अरे आज। यो बाख्रालाई मार्नुको लागि चाहिँ यो भैया। सो साथीहरू अब भन्ने चाहिँ जानुपर्ने हुन्छ मार्केट रेडी भएर। सो तर एकछिनबाट जान्छु। मेरो कपाल सुकेको छैन नि त, टाइम लाग्छ हो, घाममै लागेको छैन। सो त्यही भएर स्टे ट्युन साथीहरू। सो अहिले भने चाहिँ म घरबाट रेडी भएर पनि आधी बाटो पुगिसकेँ है, रानीपुल जाँदैछु। सो के भन्नु, त्यही भएर मलाई चाहिँ यहाँ हाम्रो घरमा आइसकेपछि चाहिँ नि रानीपुल मार्केटहरू भएर जानु यस्तो अल्छी लाग्छ कि। रोडहरू यस्तो राम्रो फुल काटपेटिङ छ, तर खै गाडी नै पाउँदैन हो। पर त्यो मेन रोड यो पनि राम्रो त राम्रै छ, अहिले पुरै फुल काटपेटिङ राम्रो भइसकेको छ, तर पनि गाडीहरू त्यस्तो कुदिएकै छैन रहेछ अहिलेसम्म पनि हो। सो त्यही भएर चाहिँ म चाहिँ अहिले चाहिँ हिँड्दै रानीपुल जानुपर्ने हुन्छ साथीहरू। कहिले पुग्नु धन्न घाम लागेको छैन आज हो। अन्त चाहिँ अब एक्लै जाँदैछु। जुत्ताहरू पनि यस्तो खतरा भइरहेछ कि यहाँनिर। उमाथि चाहिँ झोडीले चाहिँ यस्तो खतरा झोडी पलाएको रहेछ, यस्तो खतरा। अब यहाँ रोडहरू अस्ति भर्खर खोनेको होइन, यो बेसी भएको छैन, यस्तो भइसकेछ अन्त। सो साथीहरू आज भन्ने चाहिँ मेरो कान्छी बहिनी पनि घर आउँदैछ हो रानीपुलमा, त्यसलाई पनि रिसिभ गरेर आउनुपर्ने हुन्छ। आज चाहिँ दिदी पनि भेट हुन्छ झन्डै कति महिना बाद, 8-9 मन्थ्स बाद आज हामी भेट हुँदैछ। सो त्यो पनि गान्तोकबाट हिँड्ने भन्दै थियो, म पनि यहाँबाट जाँदैछु। मेरो चाहिँ अलिकति ब्याङ्कमा काम छ नि त आज, त्यही भएर। सो साथीहरू हेर्दै जानु होला मेरो भिडियो एन्डसम्म। तपाईँहरूलाई मार्केट भन्ने बित्तिकै भोक लाग्छ, आधी बाटो पुगिनछ कि मलाई चाहिँ यस्तो भोक लाग्छ कि यस्तो भोक लाग्छ कि म चाहिँ अहिले भोक लागेर ढल्नु आँटे। अघि घरमै खाना खाएर आएको हो, तर पनि भोक लाग्छ। मार्केट भन्ने बित्तिकै मेरो पहिल्यैदेखि बानी अहिलेसम्म सुत्रेको छैन। सो यहाँ चाहिँ हेर्नुहोस् न कस्तो मजाको धान। सो फाइनली म चाहिँ अहिले रानीपुल आइपुगिसकेको छु। सो यो चाहिँ रानीपुल हो, रानीपुलको भ्यू। सो यता हेर्नुहुन्छ भने यो चाहिँ सिङताम जाने रोड, मतलब सिङतामका त अरू जग्गा पनि पुग्छ, रम्फूहरू सबै। सो यो माथिको रोड भयो हजुरको चाहिँ गान्तोक जाने।
म चाहिँ मेरो कामहरू पनि सकेर जाँदैछु साथीहरू। ब्याङ्कको काम थियो त्यो पनि कम्प्लिट गरेँ। सो अहिले भने चाहिँ म चाहिँ बहिनीलाई पर्खिँदा अक्कै लागेर चाहिँ सो साथीहरू अहिले भने चाहिँ मैले बहिनीलाई भेटिसकेको छु। हाम्रो बहिनी झन् लड्यो मेरो त गाडी छिटो पनि ओ यहाँ त कुचाइ भएछ गाडी किन वाट आउँछ 80 जना कुचाएको मलाई अगाडिबाट आएर अनि तँ त्यो बुट लगाएर हाम्रो बहिनीले नयाँ बुट किनेको अरे कि हिँड्नु जानेको छैन यहाँनिर? हिँड्नु जानेको छैन पुरा मेरो नङ लामो छ कि खुट्टा दुखेर मनाले भरेर त नङ काट्यो मेरो। हामीहरू चाहिँ गाडी नपाएर युटिलिटी ए आज गाई हालेर ल्याएको नि यहाँ तै हो गाई यस्तो भैँसी बस्यो मासु गएछ नि गरम भएर मरे भगवान्। सो अहिले चाहिँ हामी त्यो गाडी नपाएर चाहिँ युटिलिटीमा आयो नि त। आधी बाटोदेखि पानी पनि परिरहेको थियो तर अहिले चाहिँ रोक्यो। अन्त चाहिँ आधी बाटोमा रोकाइदिएको त्यो दादा चाहिँ उता सौरिनी गएको रहेछ। हामी चाहिँ ताम्ला हो। अन्त उपर रोड छुट्टिएको छ नि त दुईवटा, त्यहाँबाट चाहिँ यता आउनुपर्ने हुन्छ। यहाँ चाहिँ रोड खतरा भएछ, गाडी पाउँदैन। हाम्रो गाडी पायो भने पनि माथि आसामिन्जीदेखि झर्नुपर्छ, त्योभन्दा बेटर त यहाँदेखि हिँडेरै छिटो पुग्छ नि त। त्यही भएर हामी चाहिँ हिँड्दै आएको दिदीबहिनी गफ गर्दै हो। 8-9 महिना बाद भेटेको हामी चाहिँ। तपाईँहरूले म बाटो देखाउँछु ल कस्तो छ, खतरा। यो चाहिँ ताम्ला जाने रोड है, एकदम खतरा छ। हाम्रो चाहिँ झन् पानीहरू पऱ्यो भने चाहिँ बिग्री जान्छ। त्यसले चाहिँ के बोकेको यति खतरा भन्छ। हाम्रो बहिनीले चाहिँ 8 महिनाको कोसेली बोकेर आएको छ यो। देखाइदिँदा त्यो झ्यालमुरी साथीहरू। तपाईँहरू कसले देखेको छ यस्तो झ्यालमुरी निकालेर देखा न एउटा। यो चाहिँ एउटाको चाहिँ 1 रुपियाँ हो यस्तो। तपाईँहरूले देख्नु भएको कसले देख्नु भएको भने चाहिँ कमेन्ट गर्नु होला। मिठो हुन्छ, टेस्टी, सुपर टेस्टी। हामी चाहिँ तर हाम्रो चाहिँ बहिनीले यहाँनिर टप्ला गऱ्यो हो। यहाँ यो चाहिँ पछिको मुनि छ, यहाँ छ उयो चाहिँ यहाँ उयो छ के अरे खोइ हौ देख्दैन त अनि यो पनि यहाँ नि दिदी यो चाहिँ यहाँ छ। त्यो के गर्नु खोज्छ? के गरेको खोज्छ यहाँ त रिङहरू पो लाउँछ त। म त्यस्तै लाग्छ जहिले भएको हुन्छ त। ए अँ यहाँ पनि लाग्छ झन्डै मेरो हुँदैन। हामी चाहिँ घर आइपुगिसकेको छ साथीहरू, देख्नु होला। कस्तो भएको छ अरे साँच्चीमै देखा न मलाई पनि। सो साथीहरू अहिले भने चाहिँ नानाले इमिडिएटली यो नाम्रो लिएर आइज भन्नुभयो नि त रोडसम्म। नाना पनि ड्युटी छुट्टी भएर चाहिँ बजार जानु भएको छ जस्तो मलाई थाहा भएन। म पनि कस्तो बजारबाट आइपुगेँ, नाना त्यसै झर्नु भएको छ ड्युटीबाट होइन। अन्त चामलहरू खोइ के लिएको अरे मलाई चाहिँ थाहा थिएन नि त। त्यही भएर म चाहिँ त्यहीँनिर जाँदैछु। यस्तो अप्ठ्यारो बाटो छ कि अब यो बाटो चाहिँ कसरी चामल बोकेर चाहिँ उकालो चढ्नु त अन्त। हेर्नुहोस् बहुत अप्ठ्यारो छ साथीहरू, बाटो चाहिँ बहुत अप्ठ्यारो छ। वाट इज द्याट? ओ माई गड, झ्यालमुरी कति दिन ओसेको? अलिक गाला गन्थ्यो ओसेको अहिले भएर बनाइदिनु। यो चामल हो सक्छ हामी बोक्नु, तर बाटो चाहिँ अप्ठ्यारो नभए त सक्थ्यो नि। ओ बटम च्याउ आज बाटो चाहिँ यस्तो अप्ठ्यारो छ नि त, नत्र त केही छैन नि। जाने हो लु हाम्रो म्याडम दिल्लीको म्याडम चाहिँ आजदेखिको 50 केजीको चामल पनि बोक्नु थालिसकेको छ। मैले आधी बाटोसम्म बोकेको, यसले आधी बाटोसम्म हत्तु भयो। ए हत्तु जे होस् हाम्रो बहिनी चाहिँ सानोमा गोरुको मासु खाएर डरै भएको छ। अहिले त खाँदिन नि त, अब घर गएर भैँसीको मासु खानुपर्छ। अघि नै 2 पिस तानेर आएको बोसो कसो
जाला है जाला ब्याग चप्पलहरू पनि त्यस्तै छ त्यही त भनेको त यही उकालो डर लाग्छ मलाई नथिस नि फेरि खेल्दौ न सो साथीहरू यति भन्दै म भिडियो चाहिँ यहीँ एन्ड गर्दैछु है जसले पनि मेरो भिडियो एन्डसम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद नहेरिदिनु हुने उनीहरूलाई पनि धेरै धेरै धन्यवाद सो यसरी नै अपकमिङ भिडियोजहरूमा पनि मलाई साथ दिनु होला माया दिनु होला सो स्टे ट्युन फर नेक्स्ट भिडियो चाहिँ यति भन्दै बाई बाई